my god, guys. Hello, guys. Welcome back to my channel. हामी चाहिँ घुम्न जाँदैछौँ गोलाघाट। हामी कहाँ आइपुग्यौँ? रामपुर। हामी रामपुर आइपुग्यौँ। यहाँबाट पनि हामी सिधै जाँदैछौँ। Oh no, oh no, oh no, oh no. Oh no, oh no, oh no, oh no. It's busy now. Safe ride, guys. Safe riding गर्नुपर्छ। हामी सोनिमालाई कुर्दै थियौँ। हामी सोनिमा हराउनु भयो। फोन गरेको फोन उठाउनु भएन, फेरि फोन गरेको व्यस्त हो, काट्छ के हो गर्नु त। हिरो नि सोनिमा सँगै थियौँ क्या हामी। यस्तो मजाको घाम लाह। हाम्रो हालत बिजोक छ हालत। हजुर हाम्रो नितेश सरलाई कुर्दा सर उतैबाट चढ्ने अरे। सो हामी चाहिँ अब जाँदैछौँ। रामपुर आइपुग्यौँ। रामपुरबाट जाँदैछौँ। सर त कहाँ पुग्छौँ भयो। हामी अब हिँड्दैछौँ। कहाँ पुग्छौँ? हामी जान्छौँ। अब सर कहाँ पुगिसकेर भेट्ने हो कि कुदाउनु ल जान्छ। सरलाई भेट्ने गरी तिनजनालाई बाटोको मैसो छैन। त्यही पनि मेन मान्छे गइसक्नु भयो। अब हामी जान्छौँ। लेट्स गो गाइस। मलाई पनि ल अब हामी जान्छौँ। चनौली जति अगाडि गयो त्यति सन कता भइसक्यो। अगाडि सोनिमा म्याम र प्रकाश सर, निशा म्याम। गफ हुँदैछ यहाँ। गफ केस भन्छ जस्तो छ। गफ हुँदै के हो? बाटो खाली बारिस आउँदा बारिसक्यो। तेल हाल्न जानुभएको छ सोनिमा म्याम। अब तेल सकियो जस्तो छ। तेल हाल्न जाँदै हुनुहुन्छ। लाइन देखेर पनि भइसकेको छ। हामी पनि अब यहाँ साइडमा साथी लोग्छौँ। हामी साथी जुस गर्नु। डिस्कस हुँदै तेल हाल्नु कि नहाल्नु भयो। हामी तेल पेट्रोलमा हाल्नु भयो। दिशा नितेश सर हाम्रो नितेश सरसँग भेटघाट भइसक्यो। नितेश सर अगाडि आफ्नो वाइफसँग हुनुहुन्छ। त्यसपछि प्रकाश सर हुनुहुन्छ। अनि निशा म्याम हुनुहुन्छ। त्यसपछि सोनिमा म्याम हुनुहुन्छ। त्यसपछि यहाँ अब हामी चाहिँ बल्ल हामी जाँदैछौँ गोलाघाटतर्फ। चिप्स खाँदै दुईजना चिप्स खाँदै के पुरै गोलाघाट जाँदासम्म चिप्सै सकिने भयो। हामी यहाँ फेरि गफ चल्दैछ। पिपिप गर्दैन। यस्तो दामी भ्यू देखिरहेछ। अब हामी जाँदैछौँ सिधै।
भएको छ नितेश सर ब्ल्याक भएर दुईजनाले ड्रेसको म्याचिङ गरेर आउनु भएको छ दुईजना कपल्सहरू जिन्सको प्यान्ट एन्ड ब्ल्याक सर्ट खतरा देखिनु भयो कपल्स चेक हाम्रो मिलन सरको फोन आए जस्तो छ उठाइदिनु पर्ने भयो ओ नो म्याचिङ कलर हेर्नु सक्नुहुन्छ हजुरलाई अलि अगाडिबाट देखाइदिन्छौँ हामी ड्रेस अफ उहाँहरूको अलिकति अगाडि हामी फेरि पुग्दैछौँ ल हेर्नु सक्नुहुन्छ कलर म्याचिङ हाम्रो नितेश सर कलर म्याचिङ भएर आउनु भएको सारा हामी चाहिँ फेरि एकजना मान्छे कुर्दैछौँ यहाँ सिट खाली त्यसो यहाँ बस्नुहुन्छ नि त सारा उहाँलाई कम्फर्टेबल हुन्छ के गर्ने है सारा बस्नुहुन्छ क्या यहाँ कम्फर्टेबल चिनेको मान्छेसँग बस्दा कम्फर्टेबल के गर्ने सरले गर्नुभयो हामी कुर्दैछौँ मिलन सरलाई देखाउनु पाएको थिएन अघि मैले मार्क्स चाहिँ खोलिदिइराख्यो अरे यस्तो मजाको सनसेट देखेको अघि सनसेटको लागि नि हो दिदी यो फेमस तर कहिले सनसेट हेर्न पाउँदैन नितेश सर हो न हिरो कपाल बिग्रो नितेश सरको त्यस्तै टाइम पनि हर्न पुरै डाउन भएको कि आज त्यस्तै हुन्छ आज डाउन हुन्छ अरे आज अहिले फेरि डर लागेको हुन्छ हामी मान्छे कुर्दैछौँ गाइस अब एकछिन कुर्छौँ यो अम्मा देख्नु मनी खाँदै एक मुठी दिनु न मलाई के खानु भयो र म चिप्स राइडरहरूलाई बाडौँ पहिला देऊ न हो ल बिलन्सलाई पुऱ्याएर हामी चिप्स खाँदै आफ्नो मन्दिरतिर बढ्दै चिप्स खाँदा ट्रक भन्छ कि सर टडक ट्रक निशा निशु बेबी के खाएको के अरे ब्यागमा बसी खाँदै चलाउँदै ऊ पनि पुरै हुन्छ सर मिलन सरले हात चुसिराख्नु भयो हात हो थाहा पो लाग्यो सरले नि हात चाटिराख्नु भयो सरलाई मिठो लाग्यो यस्तो गयो हातले पुरै छेक्दैन अनि आएको होइन हामी त तेल नि आइपुगेछ के तपाईँ के भने हुन्छ भनेको नभने कति टाढा किलोमिटर शनिबार दिदी आउँछ नि त हामी कुदाउँछ त्यहाँ मिलन आउँछ त्यो बाटोमा निस्किन्छ अनि बेलुका बनिदिन्छ नि बेलुका बनिदिन्न सानो काम थियो नआउने भयो क्यान्सल बेलुका कहाँ ठन्डा हुन्छ पिठा लाग्यो भयो 5 पो पिठा लाग्यो पानी छैन एउटा पानी किन्न हातमा सबैले एउटा किन्न
बस्छु मेरो त डिक्कीमा हो मिलन सर पानी लिन जानुहुन्छ होला होला के हो चिसो ल्याउनु ओ यहाँ होला उयो ल गाह्रो छ जिम्मा पानी लिनु मिलन सर खाजा मिलन सर मिलन पैसा खर्च कि भनेर भयो भिजोक भयो राम्रो देखिन होला त्यही पनि सिधा सिधा के एकदम राम्रो भयो क्या हामी जाँदैछौँ सनसेट चाहिँ हजुर हामी देखाउँछौँ सनसेट चाहिँ हेर्नु है मलाई खिप्दिनु भने सर्ट हान्न सोनीमा छ ल सबैजनाले हेर्नु मान्छेले मुनले यस्तो रेड भइसक्यो कि यस्तो सनसेट भइसक्यो भेटिन्न कि दिदी मेरो कहाँ पहिला कुरा फर्स्ट टाइम यहाँ पहिला म त फर्स्ट टाइम चितवन कटेको हामी यहाँ भात धुन्छौँ तपाईँ त घर जाँदा पनि गर्छ रहेछ ल एकछिन होइन कि चितवन यो एरिया नुनै नुन भएकै भयो ऊ हान्ने कस्तो दामी आएको कि भोलिको तिमीहरू नछिराइ अब त के गर्ने तपाईँ नि एउटा ब्लग अहिले होइन मैले बन्न लाग्यो म्यामले बनाइहाल्यो अब चाटेर भ्याउनु भयो मलाई खाँदै खाएन हौ चाटेर भ्याउनु भयो हात चुसेर साँच्चै खाएन राम्रो खर्च ल ल पानी खायौँ अब हामी फेरि कन्टिन्यू लेट्स गो गाइस कता बसौँ त दिदीलाई मलाई छोड्नै मन लागेन अरे कि ल अब हामी बस्यौँ फेरि हामी गयौँ कन्टिन्यू ब्लग ए अब हामी कहाँ आयौँ हामी एयरपोर्ट साइड होइन पहिलाको पुरानो एयरपोर्ट हो यो पहिला यहाँ चाहिँ पहिला ल्यान्ड हुन्थ्यो अरे है यसपालि चाहिँ हाम्रो हुँदैन यसो चाहिँ हाम्रो पहिला एयरपोर्ट हेर्नुहुन्छ मिलन सर पछाडिबाट आउँदै हुनुहुन्छ सनसेट यहाँ त अस्ति गाडीमा आएको थियो कि 12 आइसम्म त यस्तो राम्रो यो गोलाघाट भनेको चाहिँ है यो गोलाघाट भनेको चाहिँ सनसेटमा चाहिँ एकदम फेमस छ अरे है त्यो चाहिँ सनसेट हेर्नको लागि चाहिँ हजुरलाई सनसेट मनपर्छ अथवा हजुरलाई सनसेट हेर्न छ भने चाहिँ हजुरहरू गोलाघाट आउन सक्नुहुन्छ चितवन भन्दै हेर्न पनि सक्नुहुन्छ हजुरले भिडियोमै हेर्न सक्नुहुन्छ कतिसम्मको सनसेट भन्छ कस्तो कस्तो राम्रो सिनहरू देखिएको छ भनेर चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ मिलन सर ब्याक साइड आउँदै हुनुहुन्छ यो बाटोमा आएको थियो जस्तो लाग्यो भने चाहिँ अब चाहिँ हाम्रो थारू समुदायहरूको होमस्टे के भन्नुभयो के भन्नु मिलन सर मैले चाहिँ बुझेन ल हाम्रो मिलन सर चाहिँ हराउनुहुन्छ मिलन सरलाई चाहिँ हामी अगाडि जान दिनुपर्ने हुन्छ अघि पनि हामी एकदम हराए जस्तो फिल भएको थियो हामी आउँदैछौँ सरहरूले हाम्रो हेर्दै हुनुहुन्छ बिचरा मेरो बालबालिकाहरू मेरो भाडाबुढीहरू हराए भनेर चिन्ता लिनुभएको सरले पछाडि हेर्दै हुनुहुन्छ हामी सरको पछि लाग्छौँ सनसेट हुँदै सनसेट पनि पिलाइसक्यो रातो पनि गइसक्यो अब यो सनसेटलाई चाहिँ कट गर्न मन लाग्दैन गाइस है के गर्ने मनै लाग्दैन यसको सनसेट लागिरहेको छ ड्राइभ गर्ने बेलामा मोबाइल चलाउनु हुँदैन ड्राइभ गर्ने बेलामा हामी त जाम हामी त फस्यौँ नि त ओ माइ गड पिपिप पिपिप गर्दै पिपिप 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 ल हामी चाहिँ कट्यौँ हाम्रो गीत छ
कि अगाडि पुग्छ सबैजना अगाडि पुग्छ कि सुनसान छ बाटो र हामीले भेटाइसकेको छ सबैजना बच्चा के गर्छौँ हामी चाहिँ 4 वर्षको सँगै भइसक्यो होला बस्ने गर्दा हामी सँगै भयो टमाटर सोचेको हामीले हामी जाँदा सोचेको लाउन थालिसक्यो त्यस्तो पनि भएको छ सबै भएको छ सिपिआर भाइस भएको छ है अब हाम्रो मोड छ हामी अगाडि जानु होइन हामी चाहिँ अब पछाडि भयो फेरि गाडी पिछे अगाडि पुग्छ वहीँ पुग्छ क्या यस्तो दामी रहेछ फुल डेकोरेट वाउ यस्तो राम्रो देखिएको छ यस्तो मोड अनि अब यतिखेर मोड छ नि यार कार यस्तो स्पिड छ नि सरी ओ माई गड कति स्पिड जानु लाग्यो हामीले नै अब उनी गर्न सकेन कि कहाँ गयो बिस्ता बिजी होला बाटो यति स्पिड चलायो गीतहरूले यति स्पिड चलायो यति पछाडि त आउँछन् र भने गाइस हामी त अब के गर्ने लगाएर सोध्ने अब मिलन सरले बुझ्नुहुन्छ कि हामीलाई मिलन सरले बुझ्नुहुन्छ कि हामीलाई आफू पनि त्यस्तै हुनुहुन्छ नि त मिलन सरले बुझ्नुहुन्छ कि किन मिलन सरै त्यस्तै हुनुहुन्छ बिचरा बाटै थाहा छैन अनि बिचरा सोनिया म्यामलाई पनि थाहा छैन भनेर आफूले बुझ्नुहुन्छ कि अघि पनि मैले भन्थेँ नि त सोनियालाई पनि थाहा छैन भन्दै थिएँ त्यही भएर मिलन सरले बुझ्नुहुन्छ कि उही सन त गयो त सन पनि गयो सन्नी गयो डटर पनि गयो हो अझै नजिक सनसेटको लागि ल हामी चाहिँ पुग्नु थाल्यौँ नि गाइस हामी चाहिँ यस्तो गाउँतिर यहाँ चाहिँ बजार लगाइरहेको रहेछ थथरै बजार काठमाडौँ जाने ट्याटो लिएर जाने स्याटरडे जाने लाग्ने होला कि बजार ए यस्तो धेरै रहेछ क्या हामी फेरि स्पिड गर्दैछौँ अब चाहिँ हराउनु हुँदैन अब चाहिँ उनीहरूको स्पिडमै चल्नुपर्छ नत्र हामी हराउँछौँ बाटो यस्तो दामी देखियो नि उही हाम्रै साथीहरू सनसेट यस्तो दामी भयो कि आधा गइसक्यो सन हेर्नु न हाफ भइसक्यो तर अघि त खतरा थियो कि हाम्रो हेर्दै भेटाइन्छ है बाटो त्यहाँ भेटाइन्छ हामी पुग्नु लाग्यो आज अब हाम्रो नाइट स्टे एट गोलाघाट
गाइस गोलाघाट हामी आइपुग्यौँ हामी झऱ्यौँ हजुर मेरो क्लिप राख्नु होला कृपया हस् हजुरको एउटा पनि क्लिप काट्दिनँ म हस् भन्नुभयो कल्चरल भिलेज रिसोर्ट दसैँ चाचा उही रहेछ नि यहाँ के रहेछ अरे चाचा उही खेल्नु पर्यो चिपिङ रहेछ चाचा उयो के बोल्यो क्यामेरा गर्दाखेरि खतरा खतरा दसैँ लायो खाउला पिउला कस्तो यस्तो छड्की के फोन यस्तो आऊ खेल्न दसैँमा भोइ छोडेन अब तिहारमा छोड्नु परेन दसैँमा भोइ छोडेको थिएन क्या हो ऊ चाचा हुई आहा ल आउनु 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 जान्छ नै ल के ल न दिदी आउनु आउनु दिदी म तपाईँलाई हल्लाइदिन्छु ऊ त्यस्तो वाला पिङ खेलौँ न बरु त्यो वाला पिङ खेलौँ के जाऊँ सबैजना खेलौँ न ऊ यहाँ जाम हामी भिउने गइसक्यो अब हामी रुम हेर्न जाँदैछौँ गाइस मेरो यहाँ पनि दसैँलाई मलाई लाग्यो जस्तै हामी चाहिँ जाँदैछौँ पछाडि सक्नुहुन्छ रेस्टरुम ओ माइ गॉड यस्तो पनि छ वाउ कस्तो लाइटिङ पछाडि बस्न मिल्ने हाले रहेछ बाहिर रक्सी पार्ने भाँडा ओ रक्सी पार्ने भाँडा रहेछ हामी भित्र गऱ्यो रुमहरू वाउ कुन रुममा तिम्रो बेड एउटा यो गरिदिनु अनि अर्को चाहिँ दुईवटा बेड भएको होइन है मिल्छ अर्को देखाउँछु एउटा रुममा गरिदिनु अर्को चाहिँ तपाईँको यो होइन हुन्छ हुन्छ त्यो र यो भयो रुममा त हामी रुमको पैसा छैन हामी त एउटा रुमको कति हो अब रुमको चाहिँ विदाउट ब्रेकफास्ट 2500 अनि ब्रेकफास्ट ब्रेकफास्ट बिहान कति बजी हुन्छ नि 2500 अलि धेरै भनेर ए अलि थोरै भनेर सुल्टो गरी भने उल्टो गरी भने सुल्टो भनेको उल्टो भने ए हजुर अब हामी निस्क्यौँ
राति भइसक्यो हाम्रो चाहिँ यहाँ मिटिङ चल्दैछ डिस्कस हुँदैछ कहाँ बस्ने भनेर तर हामी चाहिँ यहीँ बस्ने भयौँ हामी चाहिँ त्यहाँ रुम छ त्यहाँ बस्छौँ तर हामी रमाइलो चाहिँ यहीँ गर्छौँ वाइफाई छ आउनु सक्नुहुन्छ यहाँको वाइफाई यहीँ छ खोलातिर जाऊँ किन जाने तिमी खोलामा नुहाउनु जाने यस्तो दामी छ यहाँ यस्तो भाइब छ रातो रातो देखिरहेछ मेरो भइसक्यो पावर ब्याङ्क ल्याइदिनु भएन मिलन सरले 30% ब्याट्री छ ल हामी चाहिँ यहीँ छौँ कहाँ जाने अर्कोमा जाऊँ कि यहाँ ठुलो कुरा गर्छ मान्छे धेरै भनेको 1 घन्टा गरेर गएको पागल हो चाहिँ गयौँ अब हाम्रो मिलेन भाइब चाहिँ मिलेन हाम्रो यहाँ नो भाइब चाहिँ बेस्ट मिलन सर चिन्ता नगर्नु म हजुरको कतै लाइटिङ पायो भने म लाइटिङको तल मिहिनेत गरी गरी फोटो खिचिदिन्छु डोन्ट वरी हुन्छ अँधेरो भइसक्यो गाइस केही पनि देख्दैन अब हामी चाहिँ गयौँ अब यहाँ यस्तो दामी देख्यो अनि फेरि नेक्स्ट होटल आइसक्यौँ त्यो होटल हामीलाई जमेन सो हामी आइसक्यौँ नेक्स्टमा हामी आइसक्यौँ अँधेरो छ त यहाँतिर लाइटिङ नि छैन भाइब्स पनि आएन यार अँधेरो छ गाइस डर लागिसक्यो मलाई के गर्ने हामी आइसक्यौँ हेर्न सक्नुहुन्छ कसैलाई पनि चिन्नुहुन्न त्यो वाला फेरि चित्त बुझ्दैन अब बेडसिट ल्याएको जाडो महिना एसी चाहिन्न हामीलाई टेबल फ्यान छ नि यहाँ गाह्रो छ साथीहरू मिलन सरलाई कति गाह्रो छ क्या मिलन सर यतापट्टि हेर्नु मिलन सरमा बुच्चीकै पीडा मिलन सरको साइकलमा बस्ने भन्छ नि होइन साइकलमा बस्ने अगाडि जाऊँ न एकछिन अगाडि अरू नै हेरौँ जति पनि पाउँछ हुनुहोस् पाउनु रह्यो त हामी चाहिँ रुम खोज्दैनौँ यहाँ पनि जमेन फेरि जाँदैछौँ यस्तो रातो रातो अझै पनि सनसेट भइसक्छ चाहिँ तपाईँहरू घुम्नु के ल तपाईँहरू घुम्नु म रुम खोजेँ अनि फेरि बोलाउने हेर्ने होइन म भिडियो कल गर्छु यस्तो रातो देखेको आम्मा हो के रातो देखेको यस्तो यस्तो दामी भ्यू देखेको ओ माई गड यस्तो राम्रो देखेको क्या के त्यहाँ बाहिर त्यसै त रुम नभेटेर सरको पारा थाँतिर त्यसपछि ट्याप गरिदिन्छन् हिँड्छन् त्यहीँ बस्ने छोड्दै आइज अलिकति घटाइले भन्नु कहाँ उता फेरि खोला घुम्दै गर के खोला घुम्नेलाई घुम्यो अब मजाले मात्रै कस्तो रातो देखियो नि के भन्छ नि रुम पाउँदैन के रुम पस्ने पाउँदैन
कस्तो कुरा यहाँबाट घर जाने ठ्याक्कै 1.5 घन्टा लाग्यो फेरि लाइट बालेर कस्तो बवालले ओए टिकट गर्नुपर्छ म त कस्तो बवाल भएको कोही पनि यसरी यसरी गएर सबैजना कोमामा गयो जस्तो लाग्यो मलाई कति आनन्द हामी चिसो खाँदैछौँ त्यहाँ प्लेन कस्तो फास्ट लग्यो कस्तो फास्ट लग्यो अरू कस्तो रमाइलो छ चारैतिर मान्छेहरू हुनुहुन्छ तारा हो त्यो फलिङ स्टार विस्टर यो प्लेन यताको लोकल प्लेन हो हाम्रो नेपालको प्लेन हो यस्तो कराउने प्लेन चिसो खाँदै त्यही त देखेछु मैले त्यही त आवाज आयो खै त अर्को खोइ त्यो तार जुन गिर्यो यहीँ उडिरहेको पोलै कहाँ तारा हो त्यो प्लेन भनिदिन्छ तारा हो हाम्रो चाहिँ लोकेसनहरू हुँदैछ टिकटकमा हेर्नु होला कसको टिकटकमा कतापट्टि बस्ने लोकेसन प्रकाश कुमार श्रेष्ठको टिकटकमा काजीको डाइलग अब हाम्रो सर बस्दै हुनुहुन्छ ल ल टाउको झन्डै ठोकेन अलि त अलि यता उता सर यता तपाईँको फोन दिनु ल भयो अब हामी सुरु गर्छौँ ल 1 2 3 गो 3 2 1 गो ल हजुर मैले तपाईँलाई माने त्यही कुरा मान्छे सक्सेस गर्नुहुन्छ के कुरा हो हाम्रो एउटा कन्टेन्ट सकियो फेरि हाम्रो गीत हुँदै म त बनाउने यति लामो डाइलग मलाई एउटा पुग्यो ल दाइ बुढो कने बसिन्छ कस्तो दामी देखेछ हामी मात्रै छौँ कस्तो दामी देखेर यस्तो ठाउँ ल हामी फेरि अब कन्टिन्यू गर्छौँ पहिला हामी चाउमिन खान्छौँ खै आयो उयो क्या सेक्दै आयो के यो उयो के यो बसेर खाउँ उयो के यो चाउमिन ल्याऊ मेरो काँटा चम्मच खोइ ल्याऊ गाइस very much मेनले त मैले अरू मगाउनु पर्यो के गरेको चाउमिन आउँदैन बोक्नु छैन मैले भने मिलन सरलाई त्यहाँ हाल्दिउँ A few moments later. सक्यो फ्राइड राइस खान सक्छ सक्छ होला ल नाच नाच धेरै भयो फ्राइड राइस जाँदैन फेरि भन्नुभएको खाना खाने बेला भयो सानो बोर लिनु पर्ने अब सरलाई फोटो ठुलो स्पिकर लाउनु अब हामी सुरु गर्छौँ लाउनु दिन लाग्यो राति देख्नुहुन्छ ल अब हामी फेरि कन्टेन्ट चलो गाइज अघि फ्ल्यास लाइट नबालेको दिमाग हेर्नु न भिडियो बनाउने मान्छेको बल्ल पहिला आफूलाई चिनिस् नि अहिले म बोल्नु फ्ल्यास लाइट अघि बाल्नु पर्थ्यो नि भिडियो बनाउने बेलामा वा मेरो दिमाग यो बुढो कन्या ल गाडामा बस्नुपर्छ गाडामा यस्तो मजा लाग्यो पिरलो ल अब हामी चाहिँ ठाउँ रोज्दै हौ
यहाँ बस्नु एउटा यस्तो प्लेन यस्तो भिडियोको लागि राति एउटा भिडियो के लेट्स गो गाइस यहाँ हिँडेको थियो एउटा फेरि एउटा भिडियो बनाइसक्यौँ हामीले ठुमक 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 गर्दै ठुमक ठुमक जाने दयाङ राई पार्ट 1 पार्ट 2 सबैजना खाएर टन्न भइसक्यो नेक्स्ट फ्राइड राइस मिलन सर छोडिदिनु कि अहिले अब हामी पहिला लास्ट अर्डर सघाउँछौँ त्यसपछि सकिन्न त्यसै भयो हुन्छ टिस्यु दिनु न मिलन सर एउटा निकाल्दैन न थोडा थोडा रहेछ थाहै नछु पनि त्यही ठिक छ त्यही रमाइलो हो यार ल हामी चाहिँ हाम्रो सकियो हामी रुमतिर जाँदैछौँ गाइस हाम्रो रमाइलो सकियो भनेको भन्न त मैले त तपाईँ हामी पनि जाँदैछौँ यहाँबाट बसेर फोटो खिच्नु भयो कता कता हो सबै सुत्न हुन्छ गर्ने आउनुहोस् 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 मिलन सर सबै हामी आयौँ सबैजना बस्यौँ अहिलेको लागि मात्रै तास खेल्न ए होइन हाम्रै हो Three, two, one, go. Feel the action. मामा मामाले पनि त चाहियो नि ओ ल हेर न यसले बोलेको ढङ्ग होइन तँलाई यसैले सधैँभरि बाङ्गो बाङ्गो मात्रै बोलेर तेरो जुनी चल्छ खोइ अहिलेसम्म चलिरहेछ त होइन मैले कस्तो चाहिँ छोरा जन्माएछु हे प्रभु कसो रोइरहेछ त मामा मामाले पनि आज एउटा देऊ न मलाई एक्टिङ पनि आउँदैन ल डान्स गर्ने हो हजुर नाच्ने होला के तिहारै आयो मलाई Rogue acting on life. लडेको एक्टिङ Padre acting गर्नु आउँदैन कि मलाई केही पनि रुन आउँछ उनीलाई खतरा यसले रोमान्टिक उसलाई तुनलाई आउँदैन कि मलाई होइन, ल एउटा खतरा सुन होइन म तारिफ गर्छु ह्या त्यस्तो हुन्न तारिफ प्रकाशको तारिफ गर्छु होइन यो रिमोटको तारिफ मान्छेहरू यो रिमोट बेच बेच यसलाई बेच ल यो रिमोटलाई बेच्छ प्रकाशलाई त गाह्रो छ ल बेच रिमोटलाई ल रिमोटलाई बेच त सुन यस्तो यो रिमोट चाहिँ त सेल्स गर्ल यो रिमोट चाहिँ अहिले विश्वको सबैभन्दा खतरनाक रिमोट हो एलियन बोलाउन मिल्ने खालको रिमोट हो 1 2 भन्दा के चाहिन्छ हामी सबै हामी चौक नमस्ते आइदिनु भयो मेरो पसलमा मसँग चाहिँ यहाँ यो बहिनी नेता हो क्या हो
गोइङ्खा भनेको रिमोट छ है हजुर 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 यो चाहिँ एकदम वर्ल्डको एकदम फर्स्ट क्लास टप रिमोट जे पनि गर्न सक्नुहुन्छ के हुन्छ म्याम यसले चाहिँ के गर्न सकिन्छ के गर्नु मान्छेहरू मुख पनि भन्दा कसरी यो मुख चाहिँ बन्द गर्ने चाहिएको छैन हाम्रो बेला बेला दिशा अलिक धेरै के गर्न गर्ने त्यस्तो भइहाल्छ सर सबै सबै भन्नु ठ्याक्कै त्यही पछाडि लानुपर्छ कि त्यो मोडमा मोडमा गयो हुन्छ आयो नि मोड क्लिक गरेँ फेरि माथिबाट निस्किने निस्किँदैन टेन्सनै छैन केही भयो भने आउन सक्नुहुन्छ कति वर्षको वारेन्टी तपाईँले टुरेट आयो हजुर बन्द गरिदिन्छ आउन सक्नुहुन्छ है हामीसँग चाहिँ जम्मा 1 वर्षको ग्यारेन्टी छ हजुर हजुर कति दामको तपाईँको चाहिँ राम्रो सजिलो टक्क खोलिदिमा हेर्दा कति दामको हजुर कति दाममा यसलाई धेरै होइन जम्मा 2 करोड आइसे कहाँ स्टोरेज हुन्छ त झ्याप्पै कहाँ स्टोरेज गर्नु? दुई करोड कतिवटा जिरो हुन्छ थाहा छ नि 1 दुई करोडको रिमोट 2 करोड जम्मा एकदम ओल्डको खतरा रिमोट धेरै पर्ने एउटा चेन दिनुभयो भने चाहिँ थियो खण्डमा के आयो भने एकदम एकदम राम्रो रहेछ भने प्रयोग गर्छ यो खतम हामी नाच्यौँ, हामी खेल्यौँ, हामी गफ गऱ्यौँ, हामी सबैजना बस्यौँ। सरहरू उतापट्टि रुममा जानु भइसक्यो सुत्नको लागि। यहाँ चाहिँ म सोनिमा र निशा छौँ। अब चाहिँ हामी सुत्नु लागेको गाइस। रात परिसक्यो, भोलि बिहान उठेर काममा जानु छ। हामी भोलि बिहानै उठेर काममा जानु छ। हामीलाई कति गाह्रो छ। अब चाहिँ हामी सुन्छौँ, रात परिसकेको छ। हेलो मर्निङ गाइस। हामी फेरि आइसकेका छौँ। गुड मर्निङ गाइस। अब हामी चाहिँ जल्ला अब सक्यो हाम्रो एक दिने बसाइ सक्यो। अब हामी जानु लाग्यो। हामी अब हिजोको जस्तै म हजुर सिधै बसेर सिधै घर जानु हो यताबाट? सिधै हामी बारिस त जाने सबै घर जान्छ नि। ऊ घर जाने, ऊ घर जाने, ऊ घर जाने, ऊ घर जाने, ऊ घर जाने। मिलन सर र म बारिस त जाने बारिस त सिधै हेर्नु। 1 घन्टामा आइहाल्नुपर्छ। के जानुहुन्छ त नि घर? 1 घन्टा हजुरको घरबाट यहाँ अनि सिधै बारिस त जाने 1 घन्टामा त अनि के 1 घन्टामा आउनु जाने। ओके बाई गाइस। बाई बाई गाइस। बाई गरिदिनुहोस्। बाई नितेश सर। बाई 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 सर। बाई चाल